आज चाहिँ फापरको रोटी बनाउँदैछु। आमाले खानु मन पर्यो रे फापरको रोटी। मैले चाहिँ कहिले खाएको छुइनँ। आज फर्स्ट टाइम बनाउँदैछु फापरको रोटी। यो चाहिँ पिठो हो। यसलाई चाहिँ पानी हालेर मजाले घोल्नुपर्छ। अनि नुनको खानुहुन्छ कि चिनीको खानुहुन्छ, यसलाई मिक्स गर्नुपर्छ मजाले हालेर। मैले चाहिँ यसमा नुन हालेर बनाएको छु, चिनी चाहिँ हालिनँ। आमाले नुनकै खान्छु भन्नुभएर। अनि यहाँ चाहिँ बनाउँदैछु। यसमा चाहिँ घिउ हालेर बनाउँदा पनि हुन्छ अनि तेल हालेर बनाउँदा पनि हुन्छ। मैले चाहिँ केही नहाली बनाएको छु किनभने आमाले चिल्लोहरू खानुहुँदैन अहिले, त्यही भएर चाहिँ सादा नै बनाएको छु, तेल पनि नहालिकन। अब चाहिँ पाकिसक्नु आँट्यो। तपाईँहरूले पनि तेल नहाली खानु मन छ भने यसरी सुक्खा बनाएर खान सक्नुहुन्छ।